जिन्दगीमा के गर्ने होइन गर्मी लाग्छ गर्मीबाट भाग्न सकिन्न कोठामा बस्दा त पागल भइयो क्या किनकि अब रुममा नि त्यो चिसो एसी हुन्छ होइन त्यो एसीमा कति चिसोमा कति बसेको बसै गर्नु चाह लाग्छ त्यही भएर यसो पार्कतिर चल्दिनमा घुम्न रमाइलो एउटा साथीतिर एउटा कार एउटा मेरो कार है साथी हामी दुईजना गाडी त त्यहाँ पार्किङ छ भ्लग लिएर तपाईँहरूको साथमा उपस्थिति भइसकेको छु म चाहिँ सो आज चाहिँ रमाइलो हुने रहेछ एकदम होइन भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला होइन रमाइलो चाहिँ एकदम बवाल हुन्छ आज यो ब्लगमा चाहिँ भिडियो चाहिँ लास्टसम्म नछुटाउनु होला लास्टमा जे हुन्छ लास्टमा राम्रो हुन्छ हेरौँ है साथीहरू चाहिँ रुममा बस्दा बस्दा इरिटेट भइसक्यो क्या लामो जापानको गर्मी गर्थ्यो नेपालमा त वाइल्ड गर्मी छ होइन अब हामी गर्मीबाट बच्नको लागि हामीले केही उपाय ल्याएको छौँ नयाँ उपाय होइन अब यताको यस्तो भ्यू देख्न सक्नुहुन्छ तपाईँहरूले होइन टक्क लगाएर अब हामीले चाहिँ गर्मीबाट बस्नुको लागि नयाँ एउटा उपाय ल्याएको छौँ तपाईँहरू हामी प्रत्यक्ष नै हामी प्र्याक्टिकल्ली गरेर देखाउँछौँ हामी होइन के उपाय रहेछ भनेर एकछिन नतिनु कहीँ पनि नजानु एकैछिन पर्खनु तपाईँले देखिसक्नु ब्याकग्राउन्डमा होइन गर्मीबाट हामी बच्ने उपाय यही हो कि साथी यस्तो पिङ्खा दिइराख अब जिन्दगीमा के गर्ने होइन गर्मी लाग्छ गर्मीबाट भाग्न सकिन्न कोठामा बस्दा त पागल भइयो क्या किनकि अब रुममा नि त्यो चिसो एसी हुन्छ होइन त्यो एसीमा कति चिसोमा कति बसेको बसै गर्नु चाह लाग्छ त्यही भएर यसो पार्कतिर चल्दिनमा घुम्न रमाइलो साथी र म अरू केही होइन साथीले पिङ खेलेको हेरौँ न साथमा कोही सायद साथमा कोही मनको मान्छे भयो के अरे मनको मान्छे त होइन ओए मनको मान्छे भइदिएको भए त हुन्थ्यो मनको मान्छे त छैन साथी मात्रै छ अहिले तर केही छैन मनको मान्छे भइदिएर भए पिङ धकाल्दिनँ हुन्थ्यो ए पछाडि गएर धकालिदिउँ न मलाई धकालिदिउँ न भन्नु हुन्थ्यो होइन हाम्रो साथीले टक्क यहाँ साथीले चस्मा लगाएर ह्यान्डसम भएर यहाँ दुला देखिरहेको छन् क्या साथी पुरा साथी पुरा दुलै खोजेर बे गरेर क्या म यहाँ यस्तो हानिदिरहेको छु पिङ चिल रहिला पारामा एकदम म यहाँ टक्क पिङ खेलेको तपाईँले देख्न सक्नुहुन्छ है प्रत्यक्ष नै भेरी पब्लिक स्कुलमा पढ्थेँ होइन म पिङ जति नै खेल्थेँ क्या मैले पिङ चाहिँ यस्तो चिलमा अहिले चाहिँ पिङ खेलेँ पहिलाको याद आयो क्या मलाई यस्तो रमाइलोसँग पहिला हामी सानोमा खेल्दाखेरि त यो डोरीको हुन्थ्यो होइन अहिले फलामको त्यस्तो घुम्दैन अनि यस्तो घुम्न क्या मजा आउँछ है अलि यो चाहिँ घुम्यो भने त चोट लाग्छ खस्यो भने फलाम सबै कुरा होइन यहाँ देखाउ त चाकमा देखाउ त चाकमा यति ठुलो फलाम छ होइन प्लास्टिकमा मात्रै भाँचिहाल्छ झन् दोस्को चाक झन् ठुलो छ झन् ठुलो फलाम छ त्यहाँ हेर म एकछिन कागको क्रियाकलाप के गर्छ है हेर्दैछ त्यसले मान्छे आयो किन भनेर हाम्रो यार कति रुपियाँ चुन लाग्यो भन्दाखेरि हाम्रो कुर्मुले कागले हानिरहेको थियो अब खान्थ्यौँ नै होइन जे पनि बिचरा भोका होला जे भए पनि प्राणी हो हामी त किनेर खान्छौँ उसले कहाँदेखि खान पाउने हो नि किनेर ठिक छ नो प्रब्लम खाँदै खा मोज गर हामी अब एक कोक खाएर बस्नुपर्छ कोक खाने कोक पनि दिन्छु खाने जस्तो अरे नजिकै जाम नै कहाँ भाग्छ कि नै गएको थियो तर उसको नेभर गिभ तर उसले यार तपाईँहरूले बताउनु नि ल हामीले चाहिँ खानेर ल्याएको थियो भने गुरुङले कागले झ्याम हानिदिइराखे हान्थ्यो क्या दोस्त हेर न काग कति दिनमा भोका रहेछ न अब यस्तो खोलिदिउँ न होइन कि हेर न मुला मैले खोलेको थिएन कि हामी त यहाँदेखि च्यात्छौँ नि हेर न यहाँदेखि पातलो ठाउँबाट च्यातेको थियो कागहरू हामीले एउटा यहाँ छ एउटा काग मिसन कतिखेर भाग्ला नि त खामला हान्नु भएको छ अनि एउटा काग त्यहाँ हामी त्यहाँबाट देखाउँछौँ तपाईँहरूले पुरा प्रत्यक्ष है त्यसले कति चिज लिएर भएको छ है कति दोषले त राखिदिरहेन न खान्छ कि नै भनेर है अलिक ठुलो खल्दैन हो सही हो यत्तिकै आउनुपर्छ कि मान्छे भएपछि भनेर साथीभाइहरू अब नेपालमा हुँदा के हुन्थ्यो होइन कागले मेरो खाइदियो भनेर कागलाई भाग्न जान्थ्यो होला नि तर हामी त्यस्तो गर्नु अब त हामी ठुलो भइसक्यौँ बुझ्ने भइसक्यौँ होइन तर काग फेरि पनि आउँछ हेर म हामी त्यहाँदेखि हेर्छौँ है हिँडेर भएपछि काग डराउन सक्छन् त्यो कोक त लग्न सकेन जे भए पनि त्यो प्लास्टिकमा भएको कुरमुरे ओके त्यति तिमी खोल्न सक्थेनौ होला है कागले हान्दिएर यदि हाम्रो खानेकुरा हाम्रो खाने आएर खाइदियो तिमीले के गर्ने के भन्नु छ तिमीले के भन्नु छ तिमीले फेरि खास दोषले यार चुना लगाइदिइराख्यो आयो फेरि आइरहेको छ उडेर ऊ त्यसले प्लान मिसन भनेर राखेँ कतिखेर यो भाग्दा र मैले झ्याप हार्नु लाने सोचिरहेको आगले पनि होइन ठिक छ खाओस् प्राणी हो खानुपर्छ हामी त खाना खान्छौँ होइन त्यो जाबो चाउचाउ के नै हो कुरमुरे हो कि चाउचाउ हामी फेरि पिङ खेल्छौँ रमाइलो छ जिन्दगी मोज छ नि होइन
कागको भनेको मेरो होइन, मेरो जिन्दगी लास्टै भिजोक छ, कागको जिन्दगी मोज छ। हामीले किनेर ल्यायौँ भने त्यसले हानिदिइरहेको अवस्था, तर केही छैन, खानिदिनु पर्छ। अब हामी पिङ खेल्नुपर्छ। सानोमा त खेल्थ्यौँ भन, लोमा कतै खेल्छ सानोमा पिङ, अलिअलि वाइल्ड, अलिअलि हामी जस्ट अब त त्यो सानो बालापनको उमेर त हामी फर्किँदै ठाउँ जान सक्दैनौँ भन। तिमी खुसी हुनुपर्छ यही पहिलाको कुराहरू सम्झेर याद गरेर। तर मलाई लास्ट मच्छरले टोकेर नै यस्तो भइसक्यो हालत, मच्छरले टोकेर मेरो खुट्टामा रगत भएको मच्छरको रगत। यस्तो राम्रो हावामा पिङ खेल्नु मजा छुट्टै छ नि होइन। म देखाउँछु लौडे 80,000 का चप्पल है 80,000 का जुत्ता देखा तिम्रो। ओए लौडे 80,000 का शूज है, लौडे 70,000 का चप्पल है, तेरा घर जाएगा इसमें। यो डायलग कसको एमसी स्ट्यान्डको न। तर त्यो मान्छे होइन सुरुमा दामी, तर त्यो मान्छे सुरुमा खतरा चल्यो होइन, पछि कहाँ गयो अहिले त अन्डरग्राउन्ड भइसक्यो त्यो मान्छे होइन। त्यो बिग बोसमा गयो, बिग बोस जित्यो होइन, अनि त्यहाँपछि त्यो मान्छे गायब भइदिइरहेको होइन। जे भए पनि एकदम खतरा हासिल गरेको त्यसले चाहिँ वाइल्ड होइन। तिमी त सुन्थ्यौ नि त्यस्तो गानाहरू, चुत्तो दोस्रो नियमको खतरा दिन्थ्यो। र हाम्रो साथी थियो क्या, त्यसको नाम के थियो, ओए लोमन त्यसको नाम के थियो, र हाम्रो साथी थियो नि नियमको खतरा हुने के नाम थियो, निकेश तिमीसँग। तिमी कहाँ छ बाबु, यो ब्लग हेऱ्यो भने तिमी एउटा पक्कै पनि मलाई गाली गर्छौ होला होइन। तर तिम्रो नियमको लास्ट बवाल छ यार दोस्त, तिमी बोल के अझै। नेक्स्ट आई थिङ्क होइन नेक्स्ट भ्लगमा चाहिँ निकेश तिमीसँग म ल्याउनु कोसिस गर्छु होइन, किनकि यो मान्छे खतरा भाषा बोल्छ कि। उसको नियमको चाहिँ कति यान वानको ल्याङ्ग्वेज छ कि उसको, तर प्रायः जस्तो जापानिज उसको ल्याङ्ग्वेज बुझ्दैन नि, किनकि उसको ल्याङ्ग्वेज अलिक भास्ट छ कि, अलिक भास्ट। आई मिन कस्तो दामी भ्यू देखिरह होइन, दामी। तर उसले आफैले बोलेको आफै बुझ्छौँ, तर हामीले चाहिँ अलिअलि बुझ्छौँ होइन, किनकि हामी उसँग हिँडेर हामी उसको साँझ बिहान उसको जिग्री साथीहरू भएर अलि हामी बुझ्छौँ होइन। तर प्रायः जस्तो मान्छे त्यसको भाषा बुझ्दैन कि होइन। एउटा सानो टिचर भनिदेऊ न उसको, हल्का टिचर उसले एउटा सानोले के भन्छ एउटा नर्मल मिनिङ भनिदेऊ न। अब भात खानु पर्यो नि, भात खाइ मास, गुवान ताबे मास, अनि के अरे अर्को नाम कुरमुरे ताबे मास, कुरमुरे खाइ मास, उसको पानी पी मास, उसको यस्तो यस्तो हो कि। तर साथी तिम्रो बिल्ला हान्न चाहिँ हाने होइन, तिम्रो ल्याङ्ग्वेजको हामी प्रशंसा गरेको यत्तिको चाहिँ हुनुपर्छ साथी। तिमी एक दिन तिमी कहाँ छौ भन्दाखेरि तिमी यहाँ छौ भनेपछि होइन, तिमी एक दिन यत्रो ठुलो हुन्छ कि खतरा हुन्छ, तिमी डेन्जर हुन्छ, तिम्रो ल्याङ्ग्वेज स्किलहरू खतरा हुन्छ साथी। तिमी नेभर गिभ अप, तिमी उसलाई कहिले पनि हार नमान्नु होइन। फलानाले मेरो ल्याङ्ग्वेज यस्तो भयो यताउति भयो नराम्रो मान्यो, तर नसोच्नु साथी तिमी होइन, तिम्रो ल्याङ्ग्वेज बगाल्छ कि दोस्त। ल्याङ्ग्वेज बन्ने भनेको यस्तरी हो। मेरो कुरामा सहमति भएर महिना पनि कराइरहेको छ। कहाँ गयो महिना, अलिक कराएन यार है। सागरले भनेको कुरा सही हो भनिरहेको छ है, सुनौँ है। जापानिजमा हाई भनिरह। मेरो कुरामा सबैजना सहमति छ क्या साथी, तिमी त्यही भएर हात नमान, तिमी होइन आफ्नो ल्याङ्ग्वेज खतरा बनाऊ। खाइमास हाइमास त्यही हो ल्याङ्ग्वेज भनेको। त्यति आउनु हामीलाई। महिना फेरि बोल्यो है, हामीले चुप्प लाएर हेर्नुपर्ने हुन्छ है। कागको क्रियाकलाप त्यसले के गर्यो, त्यो अग्निको कुरमुरेमाथि के गर्यो हेर्नुपर्ने हुन्छ है हामी। टाढा अब चाहिँ कहाँ भागिसक्यो भने थाहा छैन होइन। अघि चाहिँ सानो पाल खोलेर भागेको थियो होइन, अहिले चाहिँ काण्ड कस्तो गऱ्यो हामी हेरौँ है। फेरि हामी नजिक आएर तपाईँ देखाउँछौँ भने काग लास्ट स्याहारो दिँदैछ कागहरू। कागको हालत हेर न, यस्तो अलि यस्तो बनाइदियो क्या। अलि यस्तो बनाउनुको कारण के हो थाहा छ, त्यो कतै वरिपरि रुखहरू लुकेर बस्यो होला क्या आई थिङ्क होइन। अनि त्यसले के गर्छ भन्दाखेरि हामीहरू नभएको मौका पाएर उसले उताबाट ट्याक्क उडेर आउँछ नि, ट्याप्पसँग चाहिँ ट्याक्क लिएर त्यहाँ खान्छ, अनि फेरि त्यहाँबाट यहाँ हुन्छ, अनि यहाँबाट फेरि खाएर फेरि त्यहाँ जान्छ। त्यस्तो पक्कै पनि उसको यो आइडिया होला कि होइन। काग बाठो धेरै नै हुन्छ, यस्तो मुख नगयो क्या, मतलब त्यो किराहरू के। कस्तो दामी छ न मौसमहरू, यस्तो हरिब छ क्या। भ्यू हेर न माथिको हरिब छ साथीहरू। टक्कै यहाँ घडी पनि छ क्या, कति बज्यो ट्याक्कै यहाँ 6 बज्छ क्या रहेछ। 6 बजेर कति मिनट भयो, 10, 11, 12 बज्यो भयो होइन। यस्तै छ रमाइलो जिन्दगानी। भ्लग चाहिँ नहेर्नु होला होइन, भ्लग चाहिँ सकेसम्म म कन्टिन्यू पेल्ने कोसिस गर्छु होइन। तपाईँहरू साथीहरू रमाइलो गर्नु, मोज गर्नु। हामी यस्तो माथितिर गएर तपाईँहरूलाई अरू खतरा जापानको सबै दामी कुरा देखाउँछौँ है, नभाग्नु होला। हामीले कोक चाहिँ लग्नुपर्छ, अब कोक छोड्नुहुन्न।
मेरो गर्मीमा खाने के कोक त होइन साथी हामीले एउटा गाडी कारहरू पार्किङ भएको एरियामा आइसकेको छ मैले होइन यता हाम्रो लमन दोस्त अन द वे छन् होइन क्लिनियर देखान दोस्त मोबाइलमा अहिले दिउँसो नै ब्युटिफुल प्लेस दामी छ होइन साथीहरू यो कुन कार हो भनौँ है कमेन्ट गरौँ BMW हो कि RX 100 बाइक हुन्छ होइन दामी हामी कहाँ आयौँ यस्तो हरिब ठाउँमा दोस्त यहाँ चाहिँ तिम्रो कार कुन यसो निकालेर त हामी चाबी ल्याएर हिँड्नु चलिनुपर्छ यो कार तिम्रो होइन र यो कार अनि यो माथिको कस्तो दामी म्याच खान्छ के अरे कार र माथिको बादल निल होला क्यामेरा साइड मात्र बादल अनि दुइटा कार हरिब छ नि एउटा साथीतिर एउटा कार एउटा मेरो कार है साथी हामी दुईजना गाडी टक्क यहाँ पार्किङ छ रमाइलो हो कहाँ भनेको हो सबै भनेको त्यसले भनेको होला मैले भनेको कुराहरू तर अघि नै कागले हाम्रो खाइदियो नि तर हाम्रो बाल जसको रिग्रेट छ तिमीलाई के रिग्रेट छ अघि नै हाम्रो कागले खाइदियो नि त हाम्रो कुर्माहरू के भन्न चाहन्छ तिमी के भन्नु छ तिमीलाई अरू के भन्नु छ तर खाली नि त त्यही नखाएर गयो भने त भोलि फेरि मान्छे हान्छ ल्याङ हुन्छ त्यही भएर खाइदियोस् हुन्छ कि मन सबै चिज खाओस् भन्ने हुन्छ हामी होइन त्यत्तिकै खेर नहोस् खानु त खानु पऱ्यो उसले डराएर लाग्यो हो क्या त्यही भएर डर क्या कि डर्की माकी तर यहाँ एउटा दामी लकर सिस्टम छ भने यहाँ आफ्नो सामानहरू टक्क राख्न सकिन्छ यहाँ जम्मा 1000 रुपियाँ तिरेर होइन 100 रुपियाँ तिरेर मात्र राख्न सकिन्छ आफ्नो आवश्यक पर्ने हुन्छ नि कसैले अब लक गरेर राखिदिने त्यहाँ टक्क लगाएर केही सामान पछि आउँदाखेरि अरूकोले रिसिभ गर्ने खालको के त्यस्तो छ रमाइलो छ ठिक छ दियोस् अहिले मौसम अलिक ठिक भएको छ होइन नाचिस दियोस् त गर्मी लामो यति गर्मी थियो भने कुरै नगर म त गर्मीले पाकिसकेको थिएँ म त कस्तो बवाल साइकल त सानो चिटिएर गएको होइन भविष्यमा मेरो छोरालाई पनि यस्तै किनिदिन्छु मैले साइकल भविष्यमा भविष्य धेरै माथि छ अझै अलि बिहे गर्दैन म अहिले हाम्रो यो कारहरू यो कार हरिब छ नि होइन तर बिहे गर्नु कहिले भोटो सिउनु अहिले सागरको बिहेको टुङ्गो छ अहिले अब छोराछोरीले साइकलको सोच्नु पऱ्यो नि जस्तै अहिले सोच्नु त पाइयो नि इमेजिनेसन दिमागमा इमेजिनेसन गर्न पाइयो नि होइन र साथी के छ त्यो सब त्यो कुरा नि पुरा भइहाल्छ कि एकदम हुनु पऱ्यो अब हामीले गाडी हिँडेको छ कि एउटा टक्को टाढा होइन तर बाटो साङ्गो चाहिँ हामी रोक्नुपर्ने हुन्छ कारलाई जान्दिनँ पहिला होइन चिजमा तर बाटो धेरै साङ्गो रहेछ यो चाहिँ होइन सुक्री देख्ने हरेक ठाउँको मलाई बवाल भ्यूहरू छ कि कुरै नगर के चिटिक्कको सानो घर हामी आउनु जस्तो हामी ऐनामा त्यहाँदेखि मिल्छ होइन यति जुमिङ दिएर होइन त्यही नै हामी देख्यौँ खुसी लाग्यो बवाल खुसी पिछा किन गर्नु होइन पिछा नगर कि लड्कीहरू पिछा गर्नु राम्रो होइन हामीहरू पनि सोझो मान्छे हो एकदम सोझो इनोसेन्ट मान्छे हो पिछा गर्नुभन्दा मेरो युट्युबमा सब्सक्राइब हानिदियो न बढ्छ जे पनि सब्सक्राइब बढ्छ होइन केटाकेटीहरू टक्कै हेरिदिएर दादा भ्लग बनाइरहेको अनि साइकलमा छन् 3 जना केटाकेटीहरू यो रमाइलो ओमाइ गरिदिन्छ भाइले भाइ बहिनीहरूले दामी छ हरि दामी लाग्छ मलाई ठाउँमा तर मैले एउटा देखेँ नि मैले हिँडेर ओ माई गड यो साथीहरू सब्सक्राइब गरौँ है मिरर फोटो दामी मजा यो चाहिँ जापानको मन्दिर हुनुपर्छ पक्कै पनि होइन र यो मन्दिर जस्तो लाग्यो आई थिङ्क टेम्पल होइन त्यो त रमाइलो यो चाहिँ हाम्रो काक्राबारी पऱ्यो दामी छ नि होइन ल साथीभाइहरू आजको लागि भिडियो यति नै होइन थ्याङ्क्स फर वाचिङ दिस भिडियो फेरि एउटा बाँकी भन्न मन लागिहाल्छ यो यतिको घरहरू छ होइन अबको 1-1.5 महिनामै घर पुरा फिनिसिङ भइहाल्छ कि सब स्ट्रक्चर गरेर नक्सा कोरेर काम के गराउने सब कम्प्लिट भइहाल्छ घर त्यति फास्ट हुन्छ कि बाहिर ठाउँमा हाम्रो यहाँ त मलाई खतरा कुरा देखाउँछ फेरि किन यार ओमाई गड भन्छ त्यसले के सरप्राइज भइदिएर क्या मलाई देखेर त्यसले दामी अरू त मलाई दामी फुलहरू चाहिँ हरिब लाग्छ कि जापानको के नेपालको पनि फुलहरू दामी लाग्छ यहाँ फुल पनि छ नि यहाँ कता यो घर दामी छ नि होइन लभली छ नि घरहरू सबै
अनि यहाँ दामी खै कुन फुल हो यो फुलको नाम त खास जानकारी भएन मलाई तर फुल दामी कोरे नामाएवा नाम त्यसका सुक्रे त्यसने यस्तो एउटा सिनेमेटिक भिडियो गाइडमा जस्तो तरिके हो दामी भएको छ लोमन्दोस मिठो देखिरहन् ओके थ्याङ्क्स फर वाचिङ दिस भिडियो डु नट फर्गेट सब्सक्राइब एन्ड स्योर नयाँ वर्ष नै च्यानलमा जोडिनु होला तपाईँहरूको लागि म यस्तै मिठो मिठो कन्टेन्ट लिएर उपस्थिति हुन्छु सकेसम्म माया देखाइदिनुलाई साथ देखाइदिनुलाई अरूलाई बिदा हुन चाहन्छु हस्त धन्यवाद बाई बाई सायोनारा